नमस्कार, स्वागत छ तपाईहरुलाई केशव बोरा युट्युब च्यानलमा। आजको भिडियोमा हामी न्यू रोडको बारेमा केही तपाईहरु समक्ष जानकारी दिनेछौं। साँझको बेला हो, अहिले चाहिँ बत्ती बाल्ने अझै बेला भइसकेको छैन। अहिले चाहिँ बत्ती नबाल्दाको न्यू रोड यस्तो छ भने अब हामी एकैछिनपछि बत्ती बाल्दाको न्यू रोडको दृश्य पनि यहाँ देखाउने छौं। र अहिलेको लागि अहिले पानी परिरहेको छ र साँझको बेला हो र न्यू रोडको अवस्था हामी देख्न सक्छौं। अहिले चाहिँ बत्ती नबाल्दाको र बत्ती बालिसकेपछिको फेरि हामी दृश्य देखाइहाल्ने छौं। र अन्तत न्यू रोड फुटपाथमा चाहिँ हामी हेर्न सक्छौं बत्ती बलेको अवस्था छ। भर्खरै 7 बजेपछि चाहिँ यहाँ बत्ती बल्ने रहेछ र अहिले हामीले देखाएका थियौं बत्ती नबाल्दाको दृश्य र अहिले बत्ती बलिसकेपछि झिलिमिली भइसकेपछिको न्यू रोडको अवस्था यस्तो छ। र काठमाडौँ महानगरपालिकाले पहिला यहाँ चाहिँ फुटपाथ चाहिँ विस्तार गर्यो, त्यसपछि तारहरू पनि विगत पहिल्यै भइसकेको थियो फुटपाथ विस्तार गर्नुभन्दा अगाडि नै। त्यसपछि यी घरहरूमा चाहिँ सेतो र हरियो रङ लगाएर चाहिँ यसरी राम्रो बनायो। त्यसपछि यसरी चाहिँ अहिले भिन्टेज बत्तीहरू चाहिँ जोडेर चाहिँ अझै आकर्षक बनाएको छ यो न्यू रोडको फुटपाथलाई हामी भन्न चाहन्छौँ। र अब आगामी दिनहरूमा महानगरले के कस्तो नयाँ परिवर्तनहरू न्यू रोड लगायत काठमाडौँका विभिन्न क्षेत्रहरूमा ल्याउनेछ त्यो त। र बत्ती बालिसकेपछिको यो दरबार स्क्वायरको परिसर हामी देख्न सक्छौं। यो भिन्टेज लाइटहरू अहिले चाहिँ बलिसकेपछिको दृश्य हामी देख्न सक्छौं। यता जुत्ता शालिगबाट चाहिँ उता दरबार स्क्वायर तर्फ जाँदाको दृश्य यस्तो छ। अहिले हामी फेरि हेर्न सक्छौं बत्ती बालिसकेपछि न्यू रोडको अवस्था यस्तो छ। यहाँका भिन्टेज बत्तीहरू बालिसकेको अवस्था छ र यता हामी हेर्न सक्छौं फुटपाथमा यी ब्लकहरू हालिसकेको छ। थोरै उपड फापड चाहिँ देखिएको छ अवश्य नै, तर अहिले चाहिँ न्यू रोडले चाहिँ एकदमै आफ्नो स्वरूप परिवर्तन गरिसकेको छ र यो भिन्टेज लाइटहरूले चाहिँ अझै न्यू रोडलाई चाहिँ मनमोहक बनाएको छ। र भर्खरै हामीले देखायौं यो साँझको बेलाको दृश्य जहाँ चाहिँ बत्ती बालिएको थिएन र एकछिन हामी बस्यौं र त्यसपछि लगभग 7 बजे चाहिँ यहाँ सबै बत्तीहरू बल्न थाले र सो बलेपछिको अहिलेको दृश्य हामी हेर्न सक्छौं। यस्तो लाग्दछ यहाँ तिहारै आएको अनुभव भएको छ र सबैतिर उज्यालै उज्यालो छ। भिन्टेज लाइटले चाहिँ यहाँ उज्यालो मात्रै होइन कि एउटा नयाँ सडकलाई चाहिँ अब पुरानै यो राणाकालीन समयलाई चाहिँ बिउताउनको लागि यस्ता कामहरू चाहिँ अगाडि बढाइएको छ। र सो चाहिँ हामीले चाहिँ यो आर्ट र यो बिल्डिङ र यहाँ जुन चाहिँ भिन्टेज लाइटहरू हालिएका छन् त्यही हिसाबले भनेका हौं र अन्यथा नलिनु होला। र यसरी चाहिँ यहाँ काम अघि बढेको फेरि पनि हामी जानकारी गराउन चाहन्छौं। र क्षेत्रै एकदमै उज्यालो भएको हामी हेर्न सक्छौं र निकै राम्रो देखिएको छ। भिन्टेज लाइटले चाहिँ यहाँ उज्यालो मात्रै होइन यो क्षेत्रको शोभा पनि बढाएको छ भन्न चाहन्छौं। र जुत्ता शमशेरको शालिगबाट हामी देख्न सक्छौं इन्द्र चोकसम्म